खै पात त्यतापट्टि बस्नु पर्यो धगलाई मम्मीलाई रातो रातो लगाइदियो माथि 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 तल अरू कलर लगाइदियो नहलाऊ मम्मीलाई होइन अहिले सबै एक ठाउँ बसेर फोरेर खाने कि यहाँ भाँडा भएन घोप्दै घोप्दै गरेको त्यसमा नहलाउनु मम्मीलाई भरे ठाउँ भरे भयो ल भयो ल भयो माला बाबा राख्नु ल एकपालि पुरा भयो अब बत्तीले यसो घुमाइदिनु के अरे बत्ती पनि पिलेर त्यही भयो अगरबत्ती छुटेर त्यो अगरबत्ती त्यो पोलिएको छ यसो त्यसले बत्ती अब कहाँ मान्छे लगाइदिनु दालै पछाडि आज बिहान भोलि आउने हुनु दमाईमा एउटा मान्छे भन्थ्यो म अहिले आउँछ यहीँ बसेर खसी खसी गरेर हुन्न कपडा हुन्न कि हुन्न भयो भयो त्यो नबला यहाँ भिडियो सबै रेकर्ड भयो
ठिक लाग्छ आइहाल्छ ठुलिया त फेरि रुम थाल्नुहुन्छ कि भेटपछि अलि मिलाएर अब मिलाएर लाउनुहुन्छ है अनि के अरे फलफुल खाइदिनु अनि पानी खाइदिनु फलफुल ल्याउनु नि त कता ल एक बारीको छेउबाट यसो खाइदिनु पानी भयो भइहाल्यो अब गफगाफ गरेर खाइदिन्छ होइन सबभन्दा पहिला त्यो खोलेर अनि बल्ल खाइदिनु लोखर खरायो बल्ल बाचामा त है ल खुट्टान्दै गर म दिन्छु ठिक आएको यहाँ हामीलाई फोटो टिक्रा खिचेको आउँदिनु है टिका लाग्दैन भाइ अहिले म त जान्दिनँ छोड्नु मात्रै के मेरो मोबाइलमा खिच्ने भन्नु त्यतिकै यहाँ कता अहिले हाम्रो सबै हालिदिन्छ तपाईँको उहाँ खिचेको गरिहाल्यो नि पछि नै सिकाइन्छ म सिकाउनु पर्छ के हेर यति गरेर अहिले नानीले निदानमा छुँदै टिका लगाएपछि अलि जुम गरेर अनुहार मात्रै ध्यान टिका लगाएर भ्यासी फेरि यतिको यहाँबाट यतिको सबै देखि गरेर सिधा गर्नु मगाएन राति बस्छु म त यहाँ चिसो सकिहाल्यो नाली पानी बोल्दै कान्छामा लाउनु र मैले सानोबाट टी सर्ट लगाउनु दाइ टी सर्ट लगाउनु ठिक हो नगइकन मैले जानिनँ त्यहाँ 1 2 3 अप्सन छ है त्यहाँ अनि अप्सन नजुम हुन्छ कि नभए हामीले यस्तो गरेर हुन्छ के भयो देखिन त तर तपाईँले भने जस्तो भएन हो त्यो निकाला त मेरो मोजै चिज भइसक्यो खिच्दै हिँडेको सुकान गर्दा माथि लगाएर घाममा प्ले गर्दै भिडियो आशा देउडे लगाएको तर त्यहाँ चलेको छ त फर्काउँदैन त्यो यति नै हुन्छ छोड्न बाटो भन्नु आए यस्तो गर्नु यतापट्टि के त दुईमा गरे बेच्छ धेरै वखत एकमा गरे हजुर आउनु एकछिन फोटो खिच्दिनु ल ह्याप्पी टियर है ह्याप्पी टियर त्यो टाउकै देखिएन अन्त कान्छेको झन् क्यारा दियो तिमीले अघि देखिएको थियो झ्याउ टिको लगाएको देखिआएन हेर न खुट्टै गली गइसक्यो कान्छाको त खुट्टा हाफल देखिया निजाको अघि देखिएको थियो नि आज त
वो तो मैंने ले जाऊँ हमारे को बाबा ने तो टोपी वही हो मैले भाउजू त्यो राजिन जुम गर्ने त्यो लगाएको टोपीको पट्टि चाहिँ धेरै हुन्छ समझ्नु न खट्टा फोटो खिच्छ त फोटो खिच्ने त ओ यता फोटो खिच्ने न दिदीको त्यता नि भिडियो गर्नु पर्छ भिडियो उसरी फोटो खिच ल खिच्नु ठाडो फोटो फोटो भिडियो भयो के यहाँ समात्नु त म खिचिदिन्छु यता आउनु के तपाईँले भिडियो समात्नु यतिले मोबाइल जम्मै जाँदै गल्यो ल हो यहाँ भाउजूको लगाइदिन्छु ल तल भन्छ तेरे यहाँ समात्नु के यसरी 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 फोटो खिच्दा यसरी ल मलाई अर्को मन लगाइदिनु अनि ठुलो पसियान लगाइदिएको कान्छालाई यो उजेलो खालको लगाइदियो भन्थ्यो नि ल भन्छ ल फुलकै दुःख भयो यो थियो नि यहाँ ठुलो थियो होला नि मामा खुट्टै साले गर्मीमा लाउने कारण एउटा कुर्सीमा बस्नु हुन्छ माथि त्यो स्टप गर्नु भिडियो के भयो भने कता कता राख के ले यस्तो गर्दै यहाँ बसेर जानिन्न के ठाडो भयो तल यहाँ आउँदा मात्रै नठ्याक्क बनाएर अब म भाउजूजीको नाम जान्छु कान्छाले लगाएर भ्याएको होइन कान्छाले भ्याले छैन यता आउनु जाइ भन्थे भ्याएको लाएर यहीँ बसेर हुन्थ्यो के अरे अब यति भयो क्या यस्तो बसेर गर्नुपर्छ ठाडो यो खानेकुरा देखाएर कता भयो फोटो खिच्ने मान्छे भर्खर बुढालाई दियो कि मैले त गाई पुरानो ढङ्गको गाई नि त्यति बसेछु खै गरेर त्यहाँ आएर कान्छाको त आँखै देखिन्न कि कुनै फोटोमा स्याप स्याप खिच्दै फोटो अरे अर्को कसो गरेर बसे उनीहरू टिका लाउरी पनि कतिचोटि उठ्यो तल अगाडि कहिले उता म आमा जिउमा जानु पर्छ एकछिन भन्नु पालो पालो गर्ने ल नाइ अलि यतापट्टि सारिदिनु कहिले नाम जिते घेरे भाइलाई त दुई पालो लगाइदिनु हुन्छ त्यो दाइरेको बल त काट नभए समातेर अब जमिन लगाएको काम काम खाएकै प्रेसर गर्दाखेरि सुत्न नि पाएन अनि अहिले अन्त फोटो खिचेको म त बेलुका देख्नु कस्तो टोल्के मल काली अलि झ्याउ लाग्छ कपाल जुन अब कताबाट जान्छ नि म त्यहाँ नबस न आमा मान्छेले हात काम खाएर त्यो तलबाट त्यो उचालेर आएको टल्केको कन्टीको दुध राखेको होला निस्किन एउटा एक घन्टा लाग्यो गाडी गाडी दुध राखेको के के मेरो आँखी त्यति होला
टोपी बनाउँदाखेरि मैले जान्छु टोपी बनाउन जान्दैन टल के यताबाट त तिमी मन त त्यति नभएर कि लागि आफूले बनाएर आउनु जान्दिन के बाप हेर्ला म भाउजू तिम्रो जान्छ हुनै पर्यो नि नभएर कहाँ भयो सबै त टिका छ अनि कलबाट मात्रै लानुको त भएन त्यसरी बनाइदिएको ल्यात नानीबाट एकै भएन क्या उहाँबाट गएँ उता खै पात त्यतापट्टि बस्नु पर्यो ब्याक गर्न ब्याक गरेर के भन्दा अहिले म काट्छु त्यति छ भिडियोबाट बढाइ चाहिँ पानी दगलाई मम्मीलाई के भयो रातो रातो लगाइदियो माथि माथि माथिको तल बेसी चाहिँ अरू तल लगाइदियो ल ल है मम्मीलाई खेल्नु लुचेको त्यतिकै रहेछ मैले अलिक नानीलाई फुल भने पसल पर्ने भनेर होइन अहिले सबै एक ठाउँ बसेर फोरेर खाने कि यहाँ भाँडा पनि भएन घोप्टै घोप्टै गरेको त्यसमा नहलाउनु मम्मीलाई भरे ठाउँ भरे भयो ल भयो ल भयो माला बाबा राख्नु ल सबै बसे खान पाइयो अब यताको मात्रै बनायो हामीतिरको बनाउनु मिलेन ल